अब हामी तीनवटा समूहसँग सम्बन्धित फर्मुलाहरू हेर्छौं। ठीक छ, यहाँ समूह ए, समूह बी र समूह सी तीनवटा समूह दिएको छ। अब यो तीनवटा समूहलाई भेन डायग्राममा हेराउँदाखेरि यस्तो आकृति बन्छ। ठीक छ, त यो भयो के टोटल पार्ट ए भयो, अनि यो टोटल पार्ट बी भयो, अनि यो टोटल पार्ट सी भयो। ठीक छ, अनि यो छ नि यति पार्ट मात्र छ त्यसलाई हामी ओन्ली ए भन्छौं, यति पार्ट मात्र छ त्यसलाई हामी ओन्ली ए इन्टरसेक्सन बी, यति पार्ट मात्र छ त्यसलाई हामी के भन्छौं ओन्ली ए, अनि यसलाई हामी नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी भन्छौं। ठीक छ, त्यस्तै यति पार्टलाई हामी ओन्ली ए इन्टरसेक्सन सी, अनि यसलाई ओन्ली सी, यसलाई ओन्ली बी इन्टरसेक्सन सी, अनि यो बाहिरको छ नि त्यसलाई हामी यो बाहिरको त्यसलाई हामी नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्टले डिनोट गर्छौं। ठीक छ, त यसको फर्मुला म यहाँ लेखिदिएको छु, तपाईहरु नोट गर्लिनु। ठीक छ, के छ कि नम्बर अफ यु इज इक्वल टु नम्बर अफ ए युनियन बी युनियन सी प्लस नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट। ठीक छ, त यो त्यसको के मेन फर्मुला छ। यदि यो याद छ तपाईहरुलाई त हामीहरु यो दुईवटा फर्मुला आफै लेख्न सक्छ। किन, यहाँ हेर्नुस् त नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट छ, यो निकाल्नु छ मलाई। यो निकाल्नु छ भने यो यु बाट यसलाई सबट्र्याक्ट गरिदिनु, त यो यु बाट हामी यसलाई सबट्र्याक्ट गरिदिएका छौं। ठीक छ, त्यस्तै यदि यो निकाल्नु छ नि नम्बर अफ ए युनियन बी युनियन सी निकाल्नु छ, यति मात्र निकाल्नु छ भने यो यु बाट यसलाई सबट्र्याक्ट गरिदिनु, त यो यु बाट नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट लाई सबट्र्याक्ट गरिदिएछु। ठीक छ, त्यस्तै अर्कोमा सेकेन्डमा के छ कि नम्बर अफ यु इज इक्वल टु के हुन्छ कि नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी माइनस नम्बर अफ ए इन्टरसेक्सन सी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी प्लस यहाँ प्लस लेख्ने, त्यसपछि नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी प्लस नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट भइहाल्छ नम्बर अफ यु इज इक्वल टु। ठीक छ, त्यस्तै नम्बर अफ यु को अर्को फर्मुला छ कि ओन्ली दिएको छ भने तब यो फर्मुला युज गर्छ हामी। ओन्ली दिएको छ भने तब ओन्ली ए प्लस ओन्ली बी प्लस ओन्ली सी प्लस ओन्ली ए इन्टरसेक्सन बी प्लस ओन्ली ए इन्टरसेक्सन सी प्लस ओन्ली बी इन्टरसेक्सन सी प्लस ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी प्लस ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट। के छ कि ओन्ली लगाउनु छ सबैमा, त यहाँ सबै के भइहाल्छ प्लसमा भइहाल्छ, सबै के हुन्छ प्लसमा भइहाल्छ, सबै प्लसमा छ। यदि यसमा मात्र ए बी सी लगाउनु छ त्यसको इन्टरसेक्सनहरु माइनस गरिदिनु, त्यसको इन्टरसेक्सनहरुलाई के माइनस गरिदिनु, अनि यो तीनवटैको इन्टरसेक्सनलाई जोड्ने अनि ए युनियन बी युनियन सी को कम्प्लिमेन्टलाई जोडिदिनु भइहाल्छ। ठीक छ, त्यस्तै अर्कोमा कि नम्बर अफ ए युनियन बी युनियन सी निकाल्नु छ भने के हुन्छ, त यो नम्बर अफ ए युनियन बी युनियन सी निकाल्नु छ भने त के हुन्छ यति तीनवटा समूहमा मात्र लिनु, यसको लागि के तीनवटा समूहमा मात्र, त के हुन्छ नम्बर अफ ए प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी माइनस नम्बर अफ ए इन्टरसेक्सन सी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी प्लस नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यसमा हामी यो युज गरेन किनभने यो बाहिरको भयो, अनि ए युनियन बी युनियन सी निकाल्छौं हामी, त यो तीनवटा समूहमा मात्र लिनु पर्छ, यो तीनवटा समूहमा मात्र लिनु पर्छ। ठीक छ, त त्यसमा फेरि प्लस गरेर यो नलेखिदिनु। ठीक छ, यदि यो लेखिदिन्छु भने त्यो मिस्टेक भइहाल्छ, यो कुरा याद राख्ने। ठीक छ, त्यस्तै अर्को के छ त्यसको फर्मुलामा कि नम्बर अफ ए युनियन बी युनियन सी को के हुन्छ ओन्ली ए प्लस ओन्ली बी प्लस ओन्ली सी प्लस ओन्ली ए इन्टरसेक्सन बी प्लस ओन्ली बी ए इन्टरसेक्सन सी प्लस ओन्ली बी इन्टरसेक्सन सी अनि प्लस ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी। यदि ओन्ली युज गर्छौ नि ओन्ली त सबैमा के प्लस लेख्नु पर्छ, ओन्ली युज गर्दैन भने इन्टरसेक्सनलाई सबट्र्याक्ट गरिदिनु पर्छ। ठीक छ, त्यो पनि दुईवटा वाला, अनि तीनवटा इन्टरसेक्सन छ नि नम्बर अफ ए प्लस नम्बर अफ ए इन्टरसेक्सन नम्बर अफ बी इन्टरसेक्सन सी दिएको छ, त्यसलाई जोडिदिनु पर्छ। ठीक छ, त्यस्तै ओन्ली ए निकाल्नु छ भने यो फर्मुला युज गर्ने, ओन्ली बी निकाल्नु छ यो, ओन्ली सी निकाल्नु छ यो फर्मुला युज गर्ने। ठीक छ, त्यस्तै ओन्ली ए इन्टरसेक्सन बी ओन्ली ए इन्टरसेक्सन सी ओन्ली बी इन्टरसेक्सन सी यो तीनवटा निकाल्नु छ भने यो सबै फर्मुला युज गर्दै जानु। ठीक छ, त यो सबै फर्मुला तपाईहरु नोट गरिलिनु आफ्नो कपीमा। ठीक छ, फर्मुला कपीमा, अनि यो सबै याद राख्नु। ठीक छ, अब हामी यसको मेन किवर्ड्सहरु हेर्छौं जुनबाट शाब्दिक समस्याहरु समाधान गर्न इजी हुन्छ।
त्यसपछि अब हामी त्यसको मेन किवर्डहरू पढ्छौं र यो किवर्ड्सहरू यदि तपाईहरुलाई थाहा छ भने त्यसको शाब्दिक समस्या वर्ड प्रब्लमलाई सल्भ गर्नमा धेरै इजी भइहाल्छ ठीक छ। त के छ फर्स्टमा कि कम्तिमा एउटा मन पर्ने यदि त्यो वर्ड प्रब्लममा सोध्दाखेरि कम्तिमा एउटा मन पर्ने अथवा कम्तिमा एउटा मन पराउने कम्तिमा एउटा खाना खाने यस्तो सोध्दाखेरि के हुन्छ कि त्यसमा नम्बर अफ ए युनियन बी युनियन सी निकाल्नु पर्छ। यो कुरा याद राख्ने के निकाल्नु पर्छ कि नम्बर अफ ए युनियन बी युनियन सी त्यसमा निकाल्नु पर्छ यो याद राख्ने। त्यसपछि सेकेन्डमा के छ कि बढीमा दुईवटा मन पर्ने बढीमा दुईवटा के भनेको छ यहाँ फोकस गर्नु के यहाँ बढीमा दुईवटा कि बढीमा दुईवटा मन पर्ने त के निकाल्नु पर्छ त्यसको लागि नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को कम्प्लिमेन्ट यो निकाल्नु पर्छ। यो कुरा याद राख्ने ठीक छ नि। त यो निकाल्नको लागि के गर्नु पर्छ कि नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को कम्प्लिमेन्ट यो निकाल्नको लागि नम्बर अफ यू माइनस नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी गर्नुपर्छ ठीक छ नि। त यो नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी को कम्प्लिमेन्ट निकाल्नको लागि यू बाट यो सबट्र्याक्ट गर्नुपर्छ नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी ठीक छ। थर्डमा के छ कि एउटा मात्र के भनेको छ एउटा मात्र मन पराउने भनेको छ भने ओन्ली ए ओन्ली बी ओन्ली सी निकालेर तीनवटैलाई जोडिदिनु भइहाल्छ ठीक छ। त यो निकाल्न त आउँछ तपाईहरुले ओन्ली ए को फर्मुला के छ यहाँबाट हेर्लिनु ओन्ली ए को फर्मुला यो सबै निकाल्ने। त्यसपछि ओन्ली बी को फर्मुला यहाँ छ यो फर्मुला युज गर्ने ओन्ली बी निकाल्ने ओन्ली सी को फर्मुला त्यो पनि यहाँ छ यो फर्मुला युज गरेर ओन्ली सी निकाल्ने अनि त्यसपछि त्यो तीनवटैलाई जोडिदिनु भइहाल्छ ठीक छ। त्यस्तै 4 मा के भनेको छ कि दुईवटा मात्र मन पराउने के दुईवटा मात्र यसमा के थियो कि एउटा मात्र अनि यसमा दुईवटा मात्र त एउटा मात्र छ भने ओन्ली ए ओन्ली बी ओन्ली सी छ अनि दुईवटा मात्र छ भने ओन्ली ए इन्टरसेक्सन बी प्लस ओन्ली ए इन्टरसेक्सन सी प्लस ओन्ली बी इन्टरसेक्सन सी। त यो कसरी निकाल्ने यसको फर्मुला यहाँ छ ओन्ली ए इन्टरसेक्सन बी इक्वल टु नम्बर अफ ए इन्टरसेक्सन बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी गर्नुपर्छ ठीक छ। त्यो तीनवटै निकाल्ने अनि त्यसलाई जोडिदिनु भइहाल्छ ठीक छ। 5th मा के छ 5 मा कि तीनवटै मन पर्ने के हुन्छ तीनवटै मन पराउने तीनवटै मन पराउनेमा के हुन्छ कि नम्बर अफ ए इन्टरसेक्सन बी इन्टरसेक्सन सी गर्नु भइहाल्छ ठीक छ। अर्कोमा के छ कि तीनवटै मन नपर्ने तीनवटै मन नपर्ने त के हुन्छ त्यसमा कि नम्बर अफ ए युनियन बी युनियन सी को कम्प्लिमेन्ट गरिदिनु भइहाल्छ ठीक छ। त यदि यति फर्मुला अनि यो किवर्ड्सहरु तपाईहरुलाई यदि याद छ भने राम्रोसँग त यो सेटको समस्याहरुलाई तपाईहरु इजी सल्भ गर्न सक्छौ। यदि यो फर्मुलाहरु अनि यो किवर्ड्सहरु याद छैन भने त्यो सेटको समस्याहरु सेट्सको प्रब्लमहरुलाई तपाईहरु सल्भ गर्नमा गाह्रो लाग्छ ठीक छ। त म यहाँ भन्छु कि यो फर्मुला सबै नोट गरिलिनु तपाईहरु ठीक छ भिडियोलाई पोज गर्ने सबै नोट गरिलिनु अनि यो किवर्ड्सहरु पनि नोट गरिलिनु अनि यो दुईवटै याद गरिलिन्छ भने एसए एक्जाममा तपाईहरुलाई धेरै मद्दत मिल्छ। त आजको लागि यति नै फेरि हामीहरु भेटौँला अर्को भिडियोमा अनि त्यो भिडियोमा हामी चक्रीय ब्याजको फर्मुलाहरु सबै लेख्छौं अनि याद गर्ने तरिका पनि सिक्छौं ठीक छ।